हाई एभ्रिवान, वेलकम टु माई भिडियो। साथीहरू, गत शनिबार चाहिँ म हाइक फर नेपालद्वारा आयोजना गरिएको एक दिने हाइकिङ कार्यक्रमको लागि सहभागी हुने अवसर पाएको थियो। त्यसैले मैले चाहिँ हेर्नुहोस् है त हाइकिङको लागि ग्याजेट्सहरू रेडी गरेँ र हामी खास झरना भिजिट गर्न जान लागेको। झरनामा भिजिन्छ भनेर एक्स्ट्रा ड्रेसहरू पनि मैले रेडी गरेको छु र यहाँ छ मेरो रेडिमेड फुडहरू। यो हाइकिङमा चाहिँ हामीले घरबाटै लन्च प्याक लिएर जानुपर्ने हुन्छ, त्यसैले मैले चाहिँ खानेकुराहरू मजाले बोकेर गएँ र म चाहिँ महाराजगञ्जबाट गाडी चढेर हाइकिङकै गाडी चढेर हामी लाग्यो नुवाकोटतिर। बाटोमा यति राम्रो हरियाली सिनहरू थियो कि साथीहरू, हामी चाहिँ मजाले गाडीमा गीत सुन्दै रमाइलो गर्दै गफ गर्दै लाग्यौँ। अनि जाँदै गर्दाखेरि हेर्नु न कति राम्रो सिनहरू देखिने क्या। आजभोलि त हरियाली है, यति राम्रो नजारा थियो कि कुरा गरी साध्य छैन साथीहरू। ग्रुपमा साथीहरू सबैजना अन्नो नै हो हामी सबैजना, तर पनि कति फ्यामिलियर कति फ्रेन्डली हुनुहुन्थ्यो कि सबैजना एकअर्कामा गफ गर्ने, इन्ट्रोडक्सन गर्ने, कहाँबाट आउनुभएको, के गर्नुहुन्छ होइन, सोधखोज गर्दै रमाइलो गर्दै गइरहेको थियौँ। हामी चाहिँ गयौँ र हाम्रो हाइकिङ चाहिँ स्पेसल नुवाकोटमा रहेको कपिलेश्वर महादेव मन्दिर र खड्कुले झरनाको थियो। हामी चाहिँ त्यो रोड क्रस गरेर गइसकेपछि अब हामी बाटो लाग्यो कपिलेश्वर महादेवको। बाटो हेर्नु न उकालो थियो है, ठाडो उकालो थियो कि सिडी थियो र माथि पुगिसकेपछि चाहिँ सिडी सकिने रहेछ है साथीहरू। यहाँनिरबाट चाहिँ सिडीको बाटो सक्या हुनाले यो बाटोमा चाहिँ चिप्लो थियो कि हामी एकदम जोगिएर हिँड्नु परिरहेको थियो। तर साथीहरू चाहिँ सबैजना फोटो खिच्दै भिडियो बनाउँदै टिकटक बनाउँदै हिँडिराख्नु भएको थियो। हेर्नु न पछाडि पनि टन्नै साथीहरू हुनुहुन्छ। हामी चाहिँ अलमोस्ट 30+ नै हुनुहुन्थ्यो टिममा। अनि साथीहरू माथि पुगिसकेपछि म यस्तो सरप्राइज भयो कि, किनभने म खास कपिलेश्वर महादेव भनेर मात्रै गएको होइन, तर त्यहाँनिर पुग्दाखेरि त म किन सरप्राइज भयो थाहा छ साथीहरू। यो ठाउँ त चङ्खाला भन्ने ठाउँ रहेछ क्या। खास चाहिँ यो मैले बुद्धिस्ट धर्म अनुसार चाहिँ यो सुनिरहेको थियो र मलाई कस्तो जान पनि मन थियो क्या, तर पुगेको चाहिँ थिएन। वास्तवमा यो कपिलेश्वर महादेवकै ठाउँमा यो साइडमा गुरु रिम्पोछेको स्ट्याचु पनि रहेछ होइन। यही ठाउँलाई चाहिँ चङ्खाला भन्ने रहेछ कि साथीहरू। ओ माई गड, म त यस्तो सरप्राइज भयो कि, म यस्तो खुसी पनि भइरहेछ कि, मैले मेरो कल्पनामा 0% पनि नभएको ठाउँमा पुग्न पाउँदा म साँच्चै नै खुसी लागिरहेछ कि साथीहरू। लडिहाल्यो भने नि मेमोरी क्याप्चर गरौँ भनेर सर। क्यामेरा कता मान्छे कता हुने होला लास्टमा। यो तलको फाट चाहिँ दुप्चेश्वर जाने बाटो है, यो बिचको पिच बाटो। म पहिला आउँदाखेरि पनि त्यतिखेर चाहिँ चैते धानको सिजन थियो। सरला र म आएको, मिस यु साथी, तिमी अहिले विदेशमा छौ होइन, मैले एकदम याद गरिरहेको छु तिमीलाई। यस्तो राम्रो। अहिले चाहिँ यो श्रावणको असारमा रोपेको होला यो धान। म 2 सिजनै धानको सिजनमा यो फाँटलाई अवलोकन गर्ने मौका पाएँ। कति राम्रो छ क्या। साथीहरू, यात्राको क्रममा विभिन्न किसिमको बाधा अवरोध आइपर्छ, त्यो त हामी सबैलाई थाहा छ। त्यसै गरी हामी जाने बाटोमा चाहिँ एउटा ट्रक बिग्रेर रोकिरहेको छ अनि हामी चढ्ने बस चाहिँ नछिरेको हुनाले टिमको साथीहरू सबैजना ओर्लेर त्यहाँनिर चाहिँ साइडमा भएको मुढाहरू पन्छाउन थाल्नुभयो र यो मुढाहरू पन्छाइसकेपछि हामी फेरि यात्रामा लाग्यौँ। कपिलेश्वर महादेव डुलेर आयो। अब हामी चाहिँ यहाँबाट खड्कुले झरना भनेको खड्कुलोको सेपमा भएको झरना जाँदैछौँ र हामीलाई यहाँबाट गएर धेरै बेर लाग्दैन। अब एउटा वडा कारले पुग्छौँ अनि झरना झर्छौँ अनि त्यसपछि आएर ठाडो उकालो हिँड्छौँ। आजको हिँडाइ धेरै
लामो किलोमिटर छ। साथीहरू हामी चाहिँ सन्तोष सरको केही निर्देशन पछाडि चाहिँ हामी लाग्यौँ झरनातर्फ है। हामी निकै इनर्जेटिक भएर हिँडिरहेछ है साथीहरू। बाटोमा हेर्नु न साथीहरू कति राम्रो राम्रो गाउँतिरको घर कि साँच्चै नै पुरै विकट नै छ क्या। यो सहरबाट नजिकको बाटोमा भए तापनि यो ठाउँ चाहिँ एकदमै विकटै लाग्यो हामीले। न त गाडीको सुविधा छ होइन, गाडीको सुविधा त हिउँदोमा मात्रै हुने रहेछ, नत्र भने बाटो त डेन्जरै छ कि हिँड्दाखेरि पनि हामीलाई एकदमै गाह्रो भइरहेको थियो। गाउँको यति राम्रो मनमोहक दृश्यहरू अवलोकन गर्दै हेर्नु न कति राम्रो घर है। हामी लाग्यो अगाडि, केही पर आधा घण्टा जति हिँडिसकेपछि एउटा ठुलो चौतारा आयो। त्यही चौतारामा चाहिँ ओडा कार्यालय पनि रहेछ। हामी त्यो चौताराको वरिपरि बसेर यसरी घुमाउरो पारामा बसेर सबैजना जसले जे ल्याउनु भएको छ आफ्नो आफ्नो घरबाट त्यहाँ बसेर खान थाल्यो। हेर्नु न कस्तो रमाइलो भएको क्या, किसिमको छुट्टै रमाइलो भइरहेको थियो। अब चाहिँ हामी पानीभित्र यसरी रेनकोट लाएर झरनातिरको बाटो लाग्दैछौँ। यत्तेरिका हो यो काँसले त बाटो पनि राम्रो। यो रेनकोट किनेर लाउने मौका पाएको थिएन, जस जुर्यो। यहीँ बसेर काम गर्नु पर्यो भने काम गर्ला नि त हामीले। रोकेर नबसौँ कि फटाफट हिँड्यो भने जुगा पनि टाँसिँदैन। यतातिर चाहिँ कोदो रोप्ने कार्यक्रम भइरहेको छ। कार्यक्रम त के भन्नु र, काम उहाँहरूको लागि हामीलाई देख्दा कार्यक्रम लागेको है। पहिला हामीले नि कति रोप्यो, तर कोदो जस्तो सजिलो फेरि केही होइन कि। कोदो त यतिकै फ्यात्त 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 फाल्दाखेरि पनि आफै सर्छ कि यो। कस्तो जम्मै काम गर्नका दुःखले सहर पसेका दिदीहरूलाई जिस्काउँदैछन् है दिदी। बाटोको अवस्था यस्तो छ है। हामी चाहिँ अब यस्तो बाटो क्रस गरेर जाँदैछौँ। त्यतिका ठुलो पहिरो गएछ त यहाँ त। फाइनली हामी चाहिँ आइपुग्यौँ खड्कुले झरना। यस ल लागौँ है। आइपुग्यौँ है, आइपुग्यौँ, हामी आइपुग्यौँ खड्कुले झरना। यता हुनुहुन्छ हाम्रो साथीहरू, पछाडि
तर बाटो चाहिँ एकदम यस्तो छ है साथीहरू बाटो चाहिँ यहाँ चाहिँ कोही नहिँड्ने जस्तो छ क्या आज हामी नै हिँड्या हो कि जस्तो लाग्यो फर्स्ट टाइम नै ल ल धन्यवाद हजुरहरूलाई धेरै धेरै धन्यवाद यो कार्यालय ए आउनुहुन्छ भनेर म यहाँ स्वागतको लागि आएँ ए हजुर हामी चाहिँ लागिहाल्यौँ फेरि त्यो टिका लाउनुहुन्छ मैले टिका लाएर स्वागत गर्न खोजेँ टिका पसिनाले बगाइहाल्दो रहेछ तै पनि हजुरले त्यतिसम्म हुन्छ एकदम मैले एकदम धन्यवाद हस् धन्यवाद टिका लाउनुहुन्छ मैले टिका लाएर रातो टिका लाएर मैले स्वागत गरेँ एकदम चस्मा लाइसेन्स भयो यहाँ ल है साथीहरू आजको हाम्रो यात्रा चाहिँ लगभग अब टुङ्गी नै सक्यो भन्दा पनि हुन्छ यो भिडियो हेरेर कस्तो लाग्यो हजुरहरूलाई भनिदिनु होला कमेन्ट गरिदिनु होला है त र यदि हजुरहरू पनि जान चाहनुहुन्छ भने गाडीको बाटो त एकदमै राम्रो छ होइन त्यसमा कुनै पनि गाह्रो नै छैन तर हिँड्नलाई चाहिँ झर्नासम्म पुग्नलाई र माथि मन्दिरसम्म पुग्नलाई चाहिँ थोरै थोरै हिँड्नुपर्ने हुन्छ हामी हाइकिङ भनेकै हिँड्नको लागि हो होइन हामी हिँड्ने नै भनेर गएका हौँ त्यसमा हामीलाई दुखेसोको कुनै पनि कुरा रहेन र हामीले चाहिँ भरपुर मनोरञ्जन लिएर आयौँ हजुरहरू पनि जान सक्नुहुनेछ है त थ्याङ्क यू फर वाचिङ